हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अहिले चाहिँ म नुहाइधुवाइ गरेर फ्रेस भएर होइन घरतर्फ जानु लाग्यो। माथिसम्म एकैछिनको लागि आएको थिएँ। अब घर जानुपर्ने हुन्छ होइन। म चाहिँ ओइ कति खाऊ मागी ल्याब निकालिस् क्या हो। त्यही नै हो होइन। ओइ जे पाइ त्यही नबोले खालिस् दादाहरूको हाजी हाप्पु फेरि लौरोले घोदिम क्या। यो चाहिँ हाम्रो गाउँको एक नम्बरको पागल नि है। कसैलाई मन पर्यो भने माग्न आउन चाहनुहुन्छ भने म यहाँ लोकेसन छोडिदिन्छु होइन। यहाँ हो आमा छोरी नै त्यस्तै रहेछ नि। यहाँ हो भन्छ नि त यार। ल त्यही नै हो, बाटो यस्तो छ। केही नै न। तिमीले मिलाइदियो एकदम तरुनी कोसा। त्यही कालो कुकुर मिसाइ हो। त्यही नै हो। अहिले त म घरतर्फ जाँदैछु होइन। अब तलतिर काम छ, एकैछिन त्यो कामसाम गर्नुपर्ने हुन्छ। दिनभरि यताउता दौडियो, त्यही नै हो। यस्तो भयो अहिले झाडी गाउँको बाटो पुरै घाँस होला। यति बेला कुन ठाउँबाट हेर्दै हुनुहुन्छ होइन, प्लिज भन्नु होला कता कता के भए पानी परेछ कि छैन। अहिले असारको टाइम होइन, यता चाहिँ वाइलै पानी परेको कि रातभरि पानी पर्ने होइन। दिनभरि चाहिँ पर्दैन, बिहानसम्म पर्छ। त्यसैले आफू चाहिँ जोगिएर हिँड्नु होला होइन। यो टाइममा असारको टाइममा केही भन्न सकिँदैन। पानी बाढी सबै पहिरो सबैबाट होइन जोगिएर हिँड्नु होला। ल हामी चाहिँ यहाँको बुढाहरूको गफ सुनेर अलिकति फेन्ट भइदिएन कि धन्न। बुद्धि बुढा म त हँसला रहेको थिएँ। सनसेट गफ त फेरि बुढाहरूको कसले पनि सक्दैन यार। फेरि एकचोटि यता हेर्दैन भाइ, यता हेर्न एकचोटि। यहाँ दुइटै अनुहार देखाइदिउँ। ल यता हेर त ल, तेरो भ्यू खिच्दै आउनेको अनुहार। ल हामी चाहिँ निम्तो दिँदै हिँड्यो होइन। त्यही नै हो, त्यस्तै छ अहिले चाहिँ। हेर्नु यिनीहरूको गफ, यो नमुनाले खतरा गफ हान्छ, यतापट्टि फेरि खतरा। म पनि त्यस्तै नगराएको फेरि क्यामेरा भयो भने त्यस्तो गर्नु मन लाग्दैन है। हामी चाहिँ होइन अहिले यहाँ पनि निम्तो भनेर अहिले चाहिँ तल रोटी पकाउने ट्राई लिन जानु लाग्छौँ होइन। ओइ यो त कता के हो यो, सुन एकचोटि। कस्तो है पाँदै यस्तो के नाटक गर्छ कि यस्तो गरेर यस्तो गर्छ अनि नागाला पुऱ्याइदिनु त्यहाँ पठाउँछ जमुनाको पोत चलाउँदै
हिँड्दै यस्तो बाटो भेट्दा हुने गाडी हाँक्यो छोड्नु। आएर छ कुकुर गाडी हान्नेसी बराबरै बराबर खान नि पाइन्थेन है चोरी चोरी खानु भन्नाले मान्छे नहोला झारी झारी नभने ह्याडी ह्याडी पड्लेको नि। अहिले त गाउँमा पनि अलिअलि विकसितै भयो कि जे भयो नि सिँढी हाल्दैन होइन मकैबारी चाहिँ यस्तो हो मकै मकै हो मकै मकै छ हामी चाहिँ अहिले यसरी हो गरेर हिँडिरहेको छौँ होइन ओइ गाइस मैले के देखेँ त ठुँडोको कस्तो देखेँ यार कस्तो के बुझाएको के यस्तो फेरि यस्तो रहेछ कि रातिलाई के खानुपर्छ? फेरि प्याट्टै त्यहीँ गर्छ होइन रातिको बेलामा यस्तो झारेन बिहान र बेलुका भएपछि त्यस्तो ओइलाउने रहेछ होइन यस्तो हुने होइन दिनभरि चाहिँ फेरि फर्र हुने कि हेर्न अहिले यस्तो हो नि काटे जस्तो देखियो नि कस्तो हेर्न अर्कै यस्तो के कस्तो सुते जस्तो हुने रहेछ कि अनि अरू बेला चाहिँ फेरि दिउँसो चाहिँ फेरि फर्र परेको होला कि हाम्रो चाहिँ यहाँ पुरानो मुभमेन्टहरू छ कि यहाँनिर एउटा आरुको बोट थियो हामी स्कुलबाट जहिले भाग्दै को पहिला गएर आरु टिपेर खाने त भन्ने हुन्थ्यो कि एकदम तु भाग्दै आउँथ्यौँ होइन अहिले चाहिँ सूर्योदय किराना पसलको अगाडि छौँ होइन भिडियो अपलोड गर्दैछौँ यतापट्टि छ तर नाम देखेँ होइन यतापट्टि पुण्य सर नि हुनुभयो होइन पुण्य अङ्कल केही भनिदिनु नि त पुण्य अङ्कल आँसु चाहिएको छैन। आसी कस्तो हाँसी मलाई आँसु लाग्यो। अहिले चाहिँ होइन हामी राति यो रोटी पकाउने ताई बोकेर हिँडिरहेको होइन यो त यतापट्टि हो भिडियो गर्नुहुन्न कि तपाईँ माछु आँसु देखियो बाटो बाटो मन देखाएन होला ए ल ल त्यही नै हो होइन त्यही हो होइन भरे भेटौँला नि। राति बेला केही देखेन फ्ल्यास पाल्नु पऱ्यो आँखामा कति त्यसैले हिजो चाहिँ हामी होइन रोटी पकाउने थाइ लिएर घर आएर मध्याहमा खानापिना भयो त्यसै लन्ठ्याङ लुन्ठुङ गरेर हिजो बेलुका चाहिँ काम सकियो यताउता गएर सुतियो अहिले चाहिँ नुहाएर चट्ट दाजुभाइ भएर दुईजना यसो गाउँतिर यसो डुल्ने भने अहिले चाहिँ पानी पऱ्यो सिमसिमे होइन के हुन्छ कसो हुन्छ हामी दुईजना चाहिँ आज कता जान्छौँ के गर्छौँ होइन सबै हजुरहरूप्रति आभार गर्नेछौँ भन्नाले प्रस्तुत गर्नेछौँ होइन त्यही नै हो पानी परेको कि सिमसिमे सिमसिमे पानीमा बब्बाल दामी इहो यतिकै नानीले किस्तियो दामी त्यही नै हो अचोक भन्नु केही नै छैन होइन मजाले मामा घर आइपुगेँ दिपक सोल्टीले खाना खाएन अघिनासम्म त खाना पनि खाएको थिएन म चाहिँ रेडी भएर हिँड्दै हो जल्दी सान्दा होइन धोइदिएको ताजा पानी ओ दिपक हेर पानी पर्यो यार यहाँ चाहिँ गाँजाको यस्तो बोट छैन यत्रो ठुलो गाँजामा यो ठुलो भएपछि त यसबाट निक्लिन्छ होला तन्नै त जे भयो नि धेरै निक्लिन्छ टन्नै चाहिँ निक्लिन्छ होइन उताबाट पानी पऱ्यो ए भगवान् उता त फेरि घाम लाग्यो के भयो यताबाट त पानी आउन त होइन पानी त्यहीँ आइसक्यो यहाँ त छिटो छिटो हाल्यो पानी चाहिँ जे होइन आइसक्यो हामी के गर्छौँ थाहा छैन
त्यस्तै हरियाली छ कि यतिखेरको समय चाहिँ जताततै अहिले पानीको सिजन छ नि त पानी पर्ने गर्ने जताततै घाँस पलाएर पालुवा पलाएर होइन हरियाली भएको छ त्यो कुरा छोडिदिउँ कि अहिले चाहिँ हामी के गर्छौँ कस्तो गर्छौँ भन्ने कुरो चाहिँ थाहा भएन त्यही नै हो मैले चाहिँ आजको भिडियोलाई यतातिर व्यवस्था गरिदिनु पर्ने हुन्छ होइन के कस्तो लागिरहेछ गिफ्ट सपोर्ट होइन जे पनि साथ सपोर्ट गरिदिनु होला होइन नयाँ हुने जतिले सबैले सब्सक्राइब गरिदिनु होला अनि जति नि मेरो फ्यामिली हुनुहुन्छ हेरिरहनुहुन्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला पानी पऱ्यो यार उताबाट सुवा गर्दा यति भन्दै रहेछ त अनि यति भन्दा होइन आजको भिडियोलाई म यतातिर व्यवस्था गर्दा म पनि बिदा हुन्छु हस्त धन्यवाद।